पुराना मन्त्रीहरू यसरी जाममा बसेको देखिन्थेन। नयाँ मन्त्री आइसकेपछि जगदीश खरेलको गाडी हो यो, सञ्चार मन्त्री जगदीश खरेलको। हजुरलाई त जाममा बसेको पनि देखियो, सरल तरिकाले हिँड्नुभयो। यो विषयमा अब जनताले खोज्न चाहिरहेका छन्। मैले त खिच्या छु मन्त्रीजी, म त हालिदिने हो। होइन, अब यस्तो, म चाहिँ जेनजी आन्दोलनबाट आएको जनताको युवाको प्रतिनिधित्व गर्ने र सबै जनताको प्रतिनिधित्व गर्ने मन्त्री हो। अब सबै जनता जस्तो हुनुहुन्छ म पनि त्यस्तै हो र त्यही नै हुनुपर्छ। सम्माननीय प्रधानमन्त्रीज्यूको चाहना अनुसार नै म पनि आएको हो यहाँ। र सम्माननीयज्यूले के भन्नुभएको छ भनेदेखि अब घाइतेहरूलाई हामीले पटक पटक भेट्नु पनि पर्छ, उहाँहरूको बारेमा सोधखोज गर्नुपर्छ र अवस्था के भइरहेको छ त्यो पनि अपडेट भइराख्नुपर्छ र घाइतेहरूको उपचारमा कुनै कमी नआओस् भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको पनि एकदमै गहिरो चाहना रहेको छ। यो पनि म तपाईँहरूलाई जानकारी। मन्त्रीजी एउटा क्वेसन के, अरू पुराना मन्त्रीहरू जाममा बस्दैनथे, वरिपरि स्कटिङ गर्थे। हजुरलाई त जाममा बसेको पनि देखियो, सरल तरिकाले हिँड्नुभयो। यो विषयमा अब जनताले खोज्न चाहिरहेका छन्। मैले त खिच्या छु मन्त्रीजी, म त हालिदिने हो। होइन, अब यस्तो, म चाहिँ जेनजी आन्दोलनबाट आएको जनताको युवाको प्रतिनिधित्व गर्ने र सबै जनताको प्रतिनिधित्व गर्ने मन्त्री हो। अब सबै जनता जस्तो हुनुहुन्छ म पनि त्यस्तै हो र त्यही नै हुनुपर्छ। म धन्यवाद। के गर्छ अब फलोअपमा गर्दाखेरि डिसाइड गरेर फलोअपमा आउँदाखेरि पछि उपचार चाहिँ आफ्नै लाग्छ कि कस्तो के लाग्छ त्यो? फलोअपमा आउँदा उपचार आफ्नै लाग्छ कि आफैले गर्नुपर्छ कि सरकारले गर्छ भन्ने फलोअपमा आउँदा पनि अस्पतालले तपाईँको यो जहिलेसम्म ठिक हुँदैन त्यति बेलासम्म सरकारले नै हो, त्यही होइन?